म घाँस काटिरहेको थिएँ, मेरो बुवाले मलाई बोलाउनु, ए ऋषि भन्नु। अनि मैले भने हजुर भने, ल घर आउनु पर्यो भन्नु। 8 वर्षको उमेरमा घाँस काटिरहेको थिएँ, तपाईँ म गजब कुरा गर्थेँ। म गाउँमा डोकोमा घाँस काटिरहेको थिएँ। अनि तेरो आमा त बित्नु हो भन्नुभयो क्या बुवाले। म त त्यसपछि मलाई छाडा खसा जस्तो भएँ है। म रुँदै आएँ क्या, रुँदै अब त्यतिखेर होइन, रुँदै आएँ। आमालाई मठमा सेतो कपडा ओढाएर राखेको थिएँ क्या। म बारीबाट आउँथेँ, घाँस काटेर आउँथेँ। आँखु बेसी भन्ने तल छ नदीको किनारा, त्यहाँ लगेर हाम्रो चाहिँ दाह संस्कार गरिन्थ्यो। म त्यहाँ पुगेँ, त्यो कपाल काट्दिएको मलाई अझै याद छ। सेतो कपडा